भनिएको छ देशलाई हत्तेर छ यत्र तत्र बिहेमा चाहिँ शिकार बनाइएको छ देशलाई भोकाहरूको कोलाहल छ लुचिएको छ चोक्टा चोक्टा चिखरिएको छ देशलाई देश खानेहरूको लुछाचोरीमा धुजा धुजा भएर चुलिएको छ कति भोजमग्न छ राष्ट्र कति भोजमग्न छ राष्ट्र खन्चुवाहरू प्लेटमा सिङ्गी बजेट पछारेर खाइरहेछ कानुनको दफा र उपदफाहरू काँटा र छुरीले चाहे जस्तै टुक्रा टुक्रा टुक्राएर चपाइरहेछ भोज भोज महाभोज यो भोजमा योजना र परियोजनाहरू स्न्याच भएका छन् व्यापार र उद्योग धन्दाहरू ग्रिन सलाद भएका छन् लुम्बिनीहरू फ्राई भएका छन् सगरमाथाहरू आइसक्रिम झन् चुसिँदैछन् महाकाली त सोमरस न हो पिएरमा हो पाहुनाहरू पनि झुमिरहेछ भिड छ खानेहरूको जो जहाँ छन् त्यहीँ बसेर खाइरहेछ जसको हातमा जे जे छ त्यसैले खाइरहेछ कति खाने के देश खानको लागि कति खाने के देश खानको लागि हो कति चुस्ने के देश चुस्नको लागि हो प्रिय खन्चुवा महोदयहरू कृपया बन्द गर यो खाने क्रमहरू बन्द गर यो चुस्ने क्रमहरू देश भोक लाग्दैमा खाइने चिज होइन देश भोक लाग्दैमा खाइने चिज होइन देश भोकाहरूको रोटी होइन देश भोकाहरूको रोटी होइन खन्चुवाहरूले खाँदा आज राष्ट्र के हो के भयो आज गरिमा राष्ट्रको ढल्यो पुण्य स्थल थियो देश हाम्रो मसान ढाका चाहिँ चल्यो अलपत्र पर्यो हामी नेपाली रक्त नै सुक्यो विषालु भेदका सल्की नेपाली इतिहासै राष्ट्र प्रेम यहाँ छैन राष्ट्र प्रेम यहाँ छैन प्रेम र एकता राष्ट्र प्रेम यहाँ छैन प्रेम र एकता भविष्य नै यहाँ छैन नेपालीको भयो अब गर्छौं न्याय भनी हिंसा गर्नेहरू जुटे अब गर्छौं न्याय भनी हिंसा गर्नेहरू जुटे लोग्नेको शिर काटेर सतीत्व नारीको लुटे सीताको माइती देश रातो रगतमा डुब्यो नरभक्षी गिद्ध भइकन बुद्धको कीर्ति नास्यो नरभक्षी गिद्ध भइकन बुद्धको कीर्ति नास्यो बुद्ध कहाँ छौ तिमी तिम्रो आवश्यकता त्यति बेला मैले महसुस भएको छ किनकि शान्ति चाहने प्रत्येक मानवको मनभित्र सन्तास र तनावको कालो बादल छाएको छ के भनौँ यो दिन पनि कालो रात्रि झैँ लाग्न थालेको छ